थियो भने यस्तो खालको तपाईँहरूले चाहिँ मोमो खानुभएको थियो भएको थिएन। यसलाई चाहिँ स्पेसल तगडा खालको मोमो भन्छ क्या साथीहरू। झोल मोमो पनि स्पेसल हो क्या। यतिको मोमो चाहिँ घरमा बाहेक अन्त कहीँ पाइँदैन साथीहरू। यतिको झोल मोमो चाहिँ यो चाहिँ जाडोको लागि चाहिँ एकदमै बेस्ट हुन्छ साथीहरू होइन। खाजाको नास्ताको रूपमा मर्निङमा भए पनि डेमा भए पनि हालेर मजाले 10 मिनट पकाएपछि त धनियाँ हालेपछि त मलाई अहिले खाउँ लागिसक्यो साथीहरू। तपाईँ पनि यस्तो खालको ट्राई गर्नुहोस् है।